हाम्रो यो यात्रा एकाएक तय भयो। जिल्ला समन्वय समिति प्रमुख ललित कुँवरले रारा जाने प्रस्ताव राखेपछि हामीले अस्वीकार गर्न सकेनौँ। रारा अर्थात् स्वर्गकी अप्सरासँग भेट हुने संयोग हाम्रो यात्राका एकजना बाहेक हामी सबैका लागि नयाँ थियो। यात्रामा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित कुँवर, गोरखापत्र राष्ट्रिय दैनिकका सुदूरपश्चिम प्रदेश ब्युरो प्रमुख प्रकाश विक्रम शाह, नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका अध्यक्ष रमेश राउत, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति सदस्य दिनेश केसी अर्थात् म, हाम्रो यो यात्राका क्रममा थियौँ। हामी यो यात्रा गजबको र अविस्मरणीय बनाउन चाहन्थ्यौँ र अविस्मरणीय रहने विश्वास पनि थियो। हामी कालीकोटको सदरमुकाम मान्म बजार पुग्दैछौँ। हामी मान्म बजार पुग्ने भन्ने थाहा पाएपछि कालीकोटका प्रहरी प्रमुख टेकबहादुर राउत हामीलाई पर्खिरहनु भएको थियो। हामीले उहाँकोमा खाजा खायौँ र त्यसपछि फोटो सेसन गऱ्यौँ र हामी त्यहाँ पुगेको थाहा पाएपछि नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज विष्ट, त्यसै गरी अर्का पत्रकार खडानन्द अधिकारी हामीलाई स्वागत गर्न आतुर हुनुहुन्थ्यो। हामी कालीकोटको मान्म बजार घुम्यौँ, यसरी सेल्फी भिडियो खिच्दै घुम्यौँ र त्यसपछि हामीले यात्रा तय गऱ्यौँ जुम्लातर्फको। हामी बाटोमा जाँदै गर्दा अगाडि 30 मिनट जति बाटो यसरी अवरुद्ध भयो र केही छिनपछि बाटो पुग्यो। उसो त हामीलाई अबेर कालीकोट मान्ममै भइसकेको थियो। जुम्ला अलिक ढिलो गरी पुग्यौँ हामी। त्यहाँको बसाइको व्यवस्थापन लिबर्ड जुम्लाका कार्यक्रम प्रमुख गोविन्द ढकालज्यूले गर्नुभएको थियो। हामी बिहान सबेरै उठेर तातो पानीतिरको यात्रामा लाग्यौँ। जुम्ला निकै सुन्दर छ ठाउँ। हामी जुम्ला पुगेपछि तातो पानीमा त नुहाउन जानै पर्छ भनेर हामी खलङ्गा बसेर अझ 15 किलोमिटर फेरि पछाडि तातो पानी नुहाउन गयौँ। खलङ्गा उपत्यका साँच्चीकै सुन्दर छ र यहाँ वरिपरिका डाँडाले यस्तो मनमोहक दृश्य प्रस्तुत गर्छ कि एकछिन यहीँ थमिए जस्तो हामीलाई आभास महसुस चाहिँ हुन्छ। यहाँको मिलेको सभ्यता संस्कृति र यहाँका घरहरू चिटिक्क परेका र त्यहाँका मिस्त्रीहरूले बाँड्नु निकै मिलाएर हालेको देख्दा हामी एकछिन त लोभ्यौँ र त्यसपछि नुहाउनतर्फ लाग्यौँ। अनि दिनेश केसी भाइ पनि अछामबाट आएर यहाँ जुम्लामा आएर आफ्नो भए जतिका सब पाक पखाल्दैछ। एकदम तातो रहेछ अरे। अनि त्यसपछि बिस्तारै अनि यो प्राकृतिक रूपमा तातो पानी हो, यसमा कुनै मिसावट छैन। अनि मजाले नुहाइरहेको छ दिनेश भाइ। यसले पनि धेरै पाप गरिरहेको छ। सानोमा 26 वर्ष भयो। पाप साप सब पखाल्छु भनेर आएको जुम्ला आएर त्यसरी नुहाउँदैछ आनन्दले। यो गड्डा बिचमा आएर युवा केटाहरूलाई डिस्टर्ब गरिरहेको किन सक नि म बन्द गरिदिउँ अब। तातो छ कि चिसो छ? आनन्द लाग्यो। अब स्वर्ग पुग्छ त मेरो क्या। तातो पानी नुहायो अब त बड्डा अब स्वर्ग जाने हो त। अब केही भइगयो भने स्वर्ग भइजाने हो। तपाईँको पाप सब पट्टी भइगयो। जुम्लाको तातो पानी नुहायो भने तपाईँको पाप साप केही गरिरहेको छ भने सब पट्टी भर्नु अब भएको छ बड्डो। ठिक छ कुरो। हेर हाम्रो सभापतिजी, हाम्रो आजभोलि त समन्वय प्रमुख भन्छ। पहिला चाहिँ जिल्ला विकास समिति हुन्थ्यो सभापति भन्थे। आजभोलि जिल्ला समन्वय समितिको प्रमुख भन्छन्। बड्डा नुहाउन मस्त छन्। बुढेसकालमा पनि जाडो साडो लागेको छैन छैन। तातो पानी मानिरहेको मजा आनन्द आयो। ल बड्डा हामीले नुहाइसकेपछि प्रकाश दाई नुहाउन थाल्नुभयो। यो प्राकृतिक रूपमा आफै तातेको पानीमा नुहाउँदा उहाँले निकै आनन्दको महसुस गर्नुभयो। हामीसँग यात्रामा गएका रमेश राउत योभन्दा पहिले पनि जुम्लाको तातो पानीमा नुहाइसकेका कारणले गर्दा यहाँ आउनु भएन र त्यसपछि हामीले नुहाइसकेपछि सेल्फी खिच्यौँ। हामी तीनैजनाका लागि जुम्लाको तातो पानी नुहाई पहिलो अनुभव थियो। हामी त्यसपछि फेरि यात्रातर्फ अगाडि बढ्यौँ। जुम्लाका
खेतहरूलाई नियाल्दै हेर्दै यो उर्वर भूमिमा यति बेला गहुँ काट्ने चटारो सँगसँगै मार्सी धान रोप्ने चटारो पनि सँगै थियो। हामी यसपछि लाग्यौं जुम्लाको धार्मिक शक्तिपीठका रूपमा रहेको चन्द्रनाथ मन्दिर। हामीलाई चन्द्रनाथ मन्दिरमा स्वागत गर्नका लागि नेपाल पत्रकार महासंघ जुम्लाका पूर्व अध्यक्ष त्यसै गरी क्रियाशील पत्रकारहरू पर्खिरहनु भएको थियो। हामी त्यसतर्फ अगाडि बढ्यौं। खास कर्णाली राजमार्ग बिग्रेको भनेको कालीकोटको नागमा सडक खण्डदेखि यता दैलेखको तल्लो डुङ्गेश्वर बीचको सडक चाँडो बन्नुपर्ने देखिन्छ र त्यो बनेको खण्डमा फेरि रारा जाने पर्यटकहरूको वैरो लाग्ने सम्भावना देखिन्छ। यहाँभन्दा माथि बाटो कस्तो छ हामी जानकार छैनौँ यस विषयमा, तर यहाँसम्म यो कालीकोट र जुम्लाको सिमानाबाट जुम ठाउँ र अत्यन्तै राम्रो बाटो र यो खलङ्गा जुम्लाको सदरमुकाम खलङ्गा भ्याली हो। यो भ्यालीबाट ससाना हिमालका थुम्काहरू हिमाल सेताम्मे भएको देखिन्छ र यतापट्टि भर्खरै गहुँ हरियो भर्खर गहुँ पोसाउन सुरु भएको छ र यतापट्टि स्याउका बोट बिरुवाहरू पनि देख्न सकिन्छ। यहाँका घरहरू निकै मिलेका र यहाँको संस्कृति सभ्यता मिलेको ठाउँ। जुम्लाको प्रमुख धार्मिक स्थल धार्मिक पीठका रूपमा रहेको चन्द्रनाथ मन्दिर दर्शनका लागि हामी अगाडि बढ्यौं र त्यो यात्राका क्रममा देखेका दृश्यहरू हुन्। हामी त्यहाँ पुगिसकेपछि हामीले चन्द्रनाथको दर्शन गर्यौं। चन्द्रनाथको दर्शन हामी चारैजना यात्रामा गएका सबैले गरिसकेपछि हामीलाई त्यहाँको विस्तृत विवरण त्यहाँको जानकारी त्यहाँ स्थित क्रियाशील पत्रकारहरूले हामीलाई दिनुभएको थियो र त्यसपछि हामी जुम्लामा रहेको चन्द्रनाथ बहुद्देश्य सहकारी संस्थाले चलाएको यो मिनी मार्केट अवलोकन गर्न गयौं। जुम्लामा उत्पादन हुने सबै प्रकारका स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर यहाँको सबै खाले स्थानीय उत्पादनलाई स्वदेश तथा विदेशमा पठाइरहेको छ चन्द्रनाथ बहुद्देश्य सहकारी संस्थाले र हामीले त्यहाँ केही किनमेल गर्यौं। त्यहाँका पदाधिकारीहरूले हामीलाई न्यानो आतिथ्यता र स्वागत पनि गर्नुभयो। हामीले त्यहाँ उत्पादन भएका केही चीज वस्तुहरू किन्यौं र त्यसपछि त्यहाँ स्थित सम्पूर्ण कर्मचारी र पत्रकार साथीहरूसँग फोटो सेसन गर्यौं। त्यसपछि हामी जिल्ला समन्वय समिति जुम्लाको प्राङ्गणमा पुग्यौं। त्यहाँ जिल्ला समन्वय समिति प्रमुखले हाम्रो जिल्ला समन्वय समिति अछामका प्रमुख र डडेलधुराका जिल्ला समन्वय समिति प्रमुखलाई खादा अबिरले अभिनन्दन स्वागत गर्नुभयो। हामी सबै हाम्रो सम्पूर्ण टिमलाई उहाँले स्वागत गर्नुभयो र जिल्ला समन्वय समिति जुम्लाका प्रमुखज्यूले त्यहाँको सम्पूर्ण विवरण बारे हामीलाई जानकारी पनि गराउनुभयो। जुम्लाको वस्तुस्थिति त्यहाँको भूगोल त्यहाँको सामाजिक राजनीतिक अवस्थाको विषयमा हामीलाई केही जानकारी पनि गराउनुभयो। हामी जुम्लाबाट अगाडि बढ्ने क्रममा जुम्लाको खलङ्गा उपत्यका एकचोटि हेर्यौं निहाल्यौं। जुम्ला अब हामी रारा जाँदैछौँ। भोलि जिल्ला समन्वय महासंघको केन्द्रीय कमिटीको मिटिङमा भाग लिन हामीले जुम्ला खलङ्गा उपत्यकालाई छोडिसकेपछि अगाडि बढ्यौं र यी बाटोमा देखिएका विभिन्न दृश्यहरू हुन्। हामीले विभिन्न दृश्य जुम्लाका भिरपाखा पखेरा जल जंगल खोला नालालाई अवलोकन गर्दै निहाल्दै बाटोमा गाडी रोक्दै फोटो खिच्दै हामी अगाडि बढ्यौं र एकछिन हाम्रो रमेश राउतले गाडी ड्राइभिङ गर्नुभयो र उहाँले ड्राइभिङ गर्दा हामी हाम्रो गुरुसहित हामी चाहिँ डर मानेर प्रकाश दाइ हामी डर मानेर त्यहाँ चढेनौं। हाम्रो समन्वय प्रमुख चाहिँ सोही गाडीमा बस्नुभयो। एकछिन उहाँको ड्राइभिङ हेरौँ न त भनेको उहाँ राम्रै ड्राइभिङ गर्नुहुन्छ, लाइसेन्स प्राप्त ड्राइभर पनि हो र त्यसपछि उहाँ अगाडि बढ्नुभयो। अलि माथि हामीलाई एकछिन हिँडाउनु भयो, दुःख दिनुभयो बाटोमा।
र त्यहाँ त्यसपछि हामी अलि अगाडि पुगेपछि भर्खर यो गाउँ हरियो गाउँको फोटो खिच्यौँ र भिरपाखा हेर्नुहोस्। भोटे दाइका भेडी पाठा पाटन चरला कि सौरडी मेटिने हो कि माया मरला कि। यात्राका क्रममा भिरपाखा छिचोल्दै कहीँ कञ्चन पानी, कहीँ हरियाली मुस्कान, कहीँ भीषण चट्टानको सामना। जीवन जस्तै लाग्छ यो बाटो। भिरपाखा छिचोल्दै यात्रा गर्दा आँखा सामु कहिले कञ्चन पानीको शीतलता आउँछ, कहिले हरियालीको मिठास। अझै माथि पुग्दा यो पाताराशीमा हामी केही रमाइलो गरिरहेका युवाहरूसँग झुमिन पुग्यौँ र त्यहाँ हामी पनि रमायौँ एकछिन। हाम्रो जिल्ला समन्वय समिति प्रमुखज्यू पनि बेसरी नाच्नुभयो। त्यहाँ खाजा खाएर हामी त्यसपछि आफ्नो यात्रा अगाडि बढाउँछौँ। दिन बित्दै थियो, हामीले त्यहाँ सेल्फी खिच्यौँ र त्यहाँबाट अगाडि लाग्यौँ। हामी अगाडि बढ्दा निकै अप्ठ्यारो बाटोको सामना गर्नु पर्यो। हाम्रा अगाडि केही गाडीहरू कुदिरहेका थिए। देशभरिका जिल्ला समन्वय समिति प्रमुखज्यूहरू पनि राराको यात्रामा हुनुहुन्थ्यो र सोही क्रममा हामीले यस्तो अप्ठ्यारो बाटो सामना गर्नु पर्यो। हाम्रो गुरुजी निकै एक्सपर्ट हुनुहुन्थ्यो। योभन्दा पहिले 4-5 पटक रारा यात्रामा उहाँ आइसकेका कारणले गर्दा हामी उहाँको गाडीमा ढुक्कसँग बस्यौँ र हाम्रा अगाडि यसरी धुलो उडाउँदै गाडीहरू थिए र हाम्रा आँखा अगाडि केही भिर पाखाहरू, चट्टानहरू, रुखहरू, धुपीसल्लाका रुखहरू देख्दा हेर्दा निकै मनमोहक दृश्य लाग्थ्यो। हामी करिब जुम्लालाई छोडेर मुगु सिमानामा पुगिसकेका थियौँ। काठे पुलको यात्रा गर्दैछौँ। त्यहाँ पुग्न साथ भीषण वर्षा पनि सुरु हुन लागेको मौसम बिग्रिसकेको थियो। हामीले बाटोमा भेटिएका केही मान्छेहरूसँग फोटो खिच्यौँ र त्यहाँका कञ्चन खोलाहरूसँग एकछिन रमायौँ। फोटो खिच्ने क्रममा हामीले जुम्लाको सिमाना छोडेर मुगुतर्फ लागिसकेका थियौँ। बाटोमा केही यस्ता खालका दृश्यहरू हामी निहाल्दै गयौँ। हामी मुगु पुग्न साथ मौसम पनि बिग्रिसकेको थियो र हामीलाई बाटोमै रुझायो र हामी आकाशबाट झर्ने रारामीले साथ हामीलाई स्वागत गरिसकेको थियो। मानौ हामीलाई यो बर्सातले अँगालो हालेर स्वागत गरिरहेको थियो। यात्रा थकित शरीरलाई ताजगी दिने त्यो भीषण वर्षा प्रकृतिको न्यानो अँगालो झैँ लाग्थ्यो। हामी गन्तव्य पुग्न अझै 1 घन्टा बाँकी थियो र हामी त्यहाँ पुग्न नपाउँदै बाटोमा पानीले भिजायो र रारा पुगेका केही यात्रीहरू घोडा सवार गर्दै आइरहेका थिए, रोज्दै भिज्दै, र हामी पनि आजको साँझ त्यही हुन्छ कि भनेर चिन्ता मानिरहेका थियौँ। तर यो त रह्यो हाम्रो सुदूरपश्चिम अछामदेखिको कर्णाली प्रदेश दैलेख, कालीकोट, जुम्ला हुँदै मुगुसम्मको यात्रा। अबको भिडियोमा रारा स्वर्गको उपमा पाएकी राराको सुन्दर दृश्यको प्रतीक्षा गर्नुहोला।